नमस्ते सबैजनालाई। मैले अस्ति एउटा बुनेको रुमालको चाहिँ भिडियो हालेको थियो। अनि त्यो इन्डियन धागो र नेपाली धागो भनेर एक दुईजना बहिनीले चाहिँ उता हाम्रो देउराली बुङताङतिर साल्मीतिरको बहिनीहरूले चाहिँ श्यामा बुन्ने इन्डियन धागो श्यामा बुन्ने हो दिदी भन्नुभएको छ। मैले नि अलि स्पष्ट गर्नु पाइनँ। यो ऊ नै हो क्या, ऊ नै हो। यो नेपाली धागोको ऊन चाहिँ यस्तो आउँछ, त्यो लेस बुन्ने धागो क्या, लेस बुन्ने धागो हो। अनि यो इन्डियन धागो भनेको चाहिँ यो ऊनै हो कि ऊनै। अब यो पनि अहिले नयाँ आएको यो इन्डियन धागो भनेको चाहिँ यो हो, त्यो श्यामा बुनेको होइन है बहिनी, बहिनीहरू दिदीहरू सबैलाई। अब फेरि कन्फ्युज भएर होला, श्यामा बुन्ने इन्डियन धागोले त हामीले त अब रुमाल बुन्न त सक्दैन। यो ऊन त ऊनै हो, तर यो खालको। अनि बुन्दाखेरि चाहिँ सबैले एक एक गरेर देखाउन भन्नुभएको छ, तर भिडियो लामो हुन्छ एक एक गरेर देखाउनलाई। अनि यो एक एक गरेर चाहिँ देखाउन सक्दैन है। यो पनि इन्डियन धागोको हो, त्यही इन्डियन धागोको। अनि यो पनि बुट्टा चाहिँ आफ्नो पनि डिजाइन छ। यो पनि इन्डियन धागोको। अब यो पनि इन्डियन धागो। अनि फेरि यो चाहिँ नेपाली धागोको है। बुट्टा आफ्नो पनि बुट्टा छ। सबै देखाउनलाई चाहिँ भिडियो लामो हुन्छ। अब छन त धेरै थरीको बुट्टाहरू छ। अनि धेरै त देखाइरहँदा भिडियो लामो हुन्छ भनेर मैले चाहिँ यति मात्रै देखाउन खोजेको। तर अर्को अरू बुट्टाहरू भएको पनि छ, के अरे धेरै बुट्टा भएको छ। त्यो धागो चाहिँ त्यस्तो है। मैले प्रष्ट भन्नु पाइनँ कि अस्ति, त्यही भएर श्यामा बुन्ने धागो हो दिदी भनेर फोन गर्नुभयो कि होइन है। यो ऊन हो कि, यो इन्डियनको, यो नेपालीको। अनि ऊनै हो ल है त, त्यति बुझाउनलाई।